कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। आज जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अन्तर्गतका विभिन्न शाखाहरूको भ्रमण गर्दै उहाँले प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ। वर्तमान समयमा अपराधको भौगोलिक सीमा नहुने भन्दै डीआईजी अधिकारीले आफूलाई समय सापेक्ष अनुकूल गर्न जरुरी रहेको बताउनु भएको छ। यस्तै वस्तुनिष्ठ, निष्पक्ष र प्रमाणमुखी अनुसन्धान गर्दै जिल्लामा अपराध नियन्त्रण र सुशासनको क्षेत्रमा अब्बल काम गर्न उहाँले निर्देशन दिनुभएको छ। म यहाँ यस जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत उहाँका जति पनि टिम छन् उहाँहरूले अहिलेसम्म गरेको राम्रो कामको लागि म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, प्रशंसा गर्न चाहन्छु। सुरक्षा एउटा अहम विषय हो। नागरिकको जीव धनको सुरक्षा आफैमा एउटा संवेदनशील विषय भएको हुनाले हामीले आफ्नो जिम्मेवारीलाई बुझेर सही ढङ्गले हामीले परिचालन हुनुपर्छ। यो अहिलेको आवश्यकता पनि हो। म सबैलाई आफ्नो कर्तव्यलाई सम्झेर, आफ्नो जिम्मेवारीलाई सम्झेर नागरिकको जीव धनको सुरक्षामा परिचालन हुनको लागि म आग्रह पनि गर्न चाहन्छु। निर्देशन सम्बोधनको क्रममा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय बीचको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा कोशी प्रदेशका 14वटा जिल्ला प्रहरी कार्यालयहरूमध्येमा उत्कृष्ट भएकोमा धन्यवाद तथा बधाई समेत दिनुभएको छ। सीमित स्रोत साधनका बावजुद पनि प्रहरी खट्दै आएको र यसरी नै ऊर्जावान र कर्तव्यनिष्ठ भई राष्ट्र सेवामा उच्च मनोबलका साथ लाग्न उहाँले आग्रह गर्नुभएको छ। यसैबीच उहाँले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्का सहित 4 जना प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्नुभएको छ। भ्रमण कार्यक्रमको अन्त्यमा कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले धन्यवाद सहित डीआईजी अधिकारीलाई मायाको चिनो प्रदान गर्दै उहाँको भ्रमणले थप ऊर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि निरीक्षण भ्रमणलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ। हरेक दिन हुने निर्देशनहरू, हरेक दिन एउटा फलोअप, कुनै घटना विशेषमा फलोअप अथवा कुनै काम विशेषमा एउटा निर्देशन वाट्सएपमा होस् अथवा अन्य कुरामा एकदमै ऊर्जा आएको छ, हामी सबैमा छ। र हामी पनि के भन्न चाहन्छौँ भने सरबाट भएको निर्देशन अथवा मसिन कार्यालयबाट भएका निर्देशनहरूलाई हामी तलमाथि हुन दिनेवाला छैनौँ, दिँदैनौँ। हामी अक्षरशः पालना गर्छौँ। प्रहरी नायब महानिरीक्षकको सम्मानमा प्रहरी परम्परा अनुसार सलामी दिइएको थियो भने डीआईजी अधिकारीले कार्यालय परिसरभित्रै रहेको दुर्गा माताको मन्दिरमा पूजा अर्चना समेत गर्नुभएको थियो। डीआईजी अधिकारी यसअघि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन भ्रमण सकेर ओखलढुङ्गा आउनु भएको हो। ओखलढुङ्गाबाट उहाँ खोटाङतर्फ प्रस्थान गर्नुभएको छ।